नमस्ते सबैलाई। घी कसलाई बनाउन आउँदैन होला र सबैले पनि आफ्नो घरमा बनाउनुहुन्छ। पहिले मेरो मम्मीहरूले चाहिँ होइन दलघोटनाले चाहिँ होइन हाँडीमा तर राखेको जमेको तर राख्ने अनि हाँडीमा चाहिँ त्यो दलघोटनाले घोटेर बनाउनुहुन्थ्यो भने होइन अहिले चाहिँ एकदम मोडर्न जमाना वेले चाहिँ हामी बनाउँछौँ। म चाहिँ यसरी मिक्सीमा बनाउँछु जसले गर्दा हाम्रो त्यति मिहिनेत पनि गर्नु पर्दैन र सजिलै तरबाट मक्खन सजिलै निकाल्न सकिन्छ। हेर्नुहोस् त एक दुई ग्राइन्डमै हाम्रो मक्खन निस्किहाल्छ होइन। तर जाडो महिनामा चाहिँ हामीले नर्मल वाटर एड गर्नुपर्छ भने चाहिँ गर्मी महिनामा चाहिँ हामीले चिसो पानी एड गर्ने। हेर्नुहोस् त कस्तो राम्रो र एकछिनमा पनि भइहाल्छ र लगभग आधी केजी तरबाट मेरो यतिको घी निस्कियो। यो चाहिँ देसी स्टाइल्स भयो होइन। देसी स्टाइल्समा हामीले घी रेडी भयो र म लगभग यसरी नै घरमा घी तयार गर्ने गरेको छु। हजुरहरूले कसरी गर्नुहुन्छ कमेन्ट गर्नुहोला। र यसरी बनाएको घीको टेस्ट अति नै मिठो हुन्छ र घरमा बनाएको घीको टेस्ट त भन्नै पर्दैन। म आफ्नो बच्चाहरूलाई चाहिँ यसरी नै बनाएर खाना दिने गरेको छु। इजी मेथड तर इन मोडर्न वे बाट घी बनाउने। हेर्नुहोस् त मेरो घी रेडी भयो। तर हुन त थोरै नै छ तर इट्स ओके। थ्याङ्क